हेलो साथीहरू नमस्कार। हजुरहरूलाई ज्ञान सेवा केन्द्रमा स्वागत छ। आज हरेक हप्ता आउने गोरखापत्रका वस्तुगत प्रश्नहरू लिएर उपस्थित भएको छु। प्रश्न नम्बर 1 मा रहेको छ, नेपाल मुक्तक प्रतिष्ठानको 12औं वार्षिक उत्सवका अवसरमा भीम दर्शक मुक्तक पुरस्कारबाट सम्मानित सर्जक को हुन्? यसको उत्तर रहेको छ मुक्तकार नन्द आङखिम। पुरस्कार राशि रु 51,000। त्यसैगरी कृष्णरत्न चेतन मुक्तक पुरस्कार राशि रु 31,000 खकेन्द्रगिरी कोपिलालाई प्रदान गरिएको छ। त्यसैगरी प्रश्न नम्बर 2 मा रहेको छ, भारत सरकारद्वारा सन् 2025 मा प्रदान गरिने प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन्? यसको उत्तर रहेको छ साहित्यकार गीता उपाध्याय र लोक कलाकार नरेन गुरुङ। त्यसैगरी प्रश्न नम्बर 3 मा रहेको छ, राष्ट्रिय खेलकुद परिषद राखेपले 10औं राष्ट्रिय खेलकुदका लागि तोकेको नयाँ मिति कुन हो? यसको उत्तर रहेको छ विक्रम सम्वत 2082 जेठ 3 देखि 10 गतेसम्म कर्णाली प्रदेशमा हुने। त्यसैगरी प्रश्न नम्बर 4 मा रहेको छ, अंग्रेजी भाषालाई अमेरिकाको आधिकारिक भाषाको मान्यता कहिले प्रदान गरिएको हो? यसको उत्तर रहेको छ सन् 2025 मार्च 1 मा। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ, नेपाली आकाशमा 6 वटा ग्रह एकसाथ कहिले देखिए? यसको उत्तर रहेको छ विक्रम सम्वत 2081 माघ 14 गते सन् 2025 जनवरी 27 मा। त्यसैगरी प्रश्न नम्बर 6 मा रहेको छ, 97औं संस्करणको ओस्कर अवार्ड 2025 मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो? यसको उत्तर रहेको छ अनोरा। त्यसैगरी प्रश्न नम्बर 7 मा रहेको छ, सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्छ? यसको उत्तर रहेको छ मन्त्री परिषदले। त्यसैगरी प्रश्न नम्बर 8 मा रहेको छ, मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई के भनिन्छ? यसको उत्तर रहेको छ जेरेन्टोलोजी। त्यसैगरी प्रश्न नम्बर 9 मा रहेको छ, मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्पादन गर्ने ग्रन्थि कुन हो? यसको उत्तर रहेको छ प्याङ्क्रियाज। त्यसैगरी प्रश्न नम्बर 10 मा रहेको छ, राजमाता बसन्तावतीले कुन नदीको किनारमा दुधको धारा बगाई सन्धि गराएकी थिइन्? यसको उत्तर रहेको छ चेपे नदी। त्यसैगरी प्रश्न नम्बर 11 मा रहेको छ, पहिलो पुरुष अन्तरिक्ष पर्यटन डेनिस टिटो हुन् भने पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन्? यसको उत्तर रहेको छ अनुसय अन्सारी। त्यसैगरी प्रश्न नम्बर 12 मा रहेको छ, नेटुवा जातिको बसोबास कहाँ रहेको छ? यसको उत्तर रहेको छ कपिलवस्तुको शुद्धोधनमा। त्यसैगरी प्रश्न नम्बर 13 मा रहेको छ, नेपाल भाषाका महाकवि भनी कसलाई चिनिन्छ? यसको उत्तर रहेको छ सिद्धिदास अमात्यलाई। त्यसैगरी प्रश्न नम्बर 14 मा रहेको छ, केपी ओली कप फुटबल प्रतियोगिता 2081 को उपाधि कसले जित्यो? यसको उत्तर रहेको छ मच्छिन्द्र फुटबल क्लबले। दशरथ रङ्गशालामा 2081 फागुन 19 मा भएको फाइनल खेलमा मच्छिन्द्रले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई 2-0 ले हराउँदै लगातार तेस्रो पटक उपाधि हात पारेको मच्छिन्द्रले 15,11,111 र उपविजेता आर्मीले 5 लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो। मच्छिन्द्रका शनि श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी बनेका र आर्मीका निरज धामी उदयमान खेलाडी घोषित भएका थिए। त्यसैगरी प्रश्न नम्बर 15 मा रहेको छ, सर्वप्रथम क्यासेट टेपको आविष्कार कसले गरेका हुन्? यसको उत्तर रहेको छ लाउ ओटेन्सले। त्यसैगरी प्रश्न नम्बर 16 मा रहेको छ, नेपाली राष्ट्रिय पुरुष फुटबलको मुख्य प्रशिक्षकको नियुक्त भएका छन्? यसको उत्तर रहेको छ म्याट रोस, अस्ट्रेलिया।
विक्रम सम्वत 2081 फागुन 18 गते। त्यसैगरी प्रश्न नम्बर 17 मा रहेको छ शिक्षण कला भनेको खोजीको कार्यको सहयोगी कला हो भन्ने विद्वान को हुन्? यसको उत्तर रहेको छ मार्क भान डोरेन, अमेरिकी कवि। त्यसैगरी प्रश्न नम्बर 18 मा रहेको छ प्राचीन कालमा चोभारलाई कक्षपालगिरी भनी चिनिन्थ्यो भने सागुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो? यसको उत्तर रहेको छ दोलाद्रिगिरी। त्यसैगरी प्रश्न नम्बर 19 मा रहेको छ पिछडिएका जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिको लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ? यसको उत्तर रहेको छ ट्याक्स होलिडे। त्यसैगरी प्रश्न नम्बर 20 मा रहेको छ लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य वासस्थान कहाँ हो? यसको उत्तर रहेको छ बाटुले चौर कास्की। त्यसैगरी प्रश्न नम्बर 21 मा रहेको छ एक पटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेश भएको प्रस्ताव पर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ? यसको उत्तर रहेको छ पूरक वातावरणीय प्रभाव मूल्याङ्कन। त्यसैगरी प्रश्न नम्बर 22 मा रहेको छ सिद्ध कैलाश गुफा कहाँ रहेको छ? यसको उत्तर रहेको छ सल्यान। यिनै थिए आजका सम्पूर्ण प्रश्नहरू। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्, धन्यवाद।